हेलो एन्ड नमस्कार एभ्रिवान। आज चाहिँ म डिभाइनको एउटा नयाँ गीत आएको रहेछ, ऱ्याप आएको रहेछ। अनि त्यो चाहिँ हल्का अब डिस्ट्र्याक जस्तै जस्तै पनि होला सायदै। अहिले अब बन्टाएर डिभाइनको हल्का कन्ट्रोभर्सी चलिरहेछ। अनि सो अब यो गीत आएको रहेछ, मैले यो सुनेको छैन, भर्खरै हेर्दैछु। सो अब कस्तो हुन्छ म यसमा तपाईँहरूलाई रियाक्सन गरेर दिनेछु। हामीलाई भिडियोलाई मन परे लाइक सब्सक्राइब सेयर पनि गरिदिन नभुल्नुहोला। सो अब हामी चारों तरफ भिडियोमा जाल पुरा बिछाया लाग्यौँ। गया, हर कदम पे मुझे गिराने की साजिश हुई। हर कदममा चाहिँ डिभाइनलाई गिराउनलाई साजिस हुनेछ अरे, त्यस्तो नगरौँ होइन। डिभाइन एउटा अब जेम हो, इन्डियन हिपहप आर्टिस्ट, हिपहप इन्डस्ट्रीको। सो अब मलाई चाहिँ बवाल मनपर्छ, पहिलेदेखि मनपर्थ्यो होइन। इभन अब म बन्टाइ र डिभाइनमा चुज गर भन्नु भनेदेखि म सायदै डिभाइनै चुज गर्छु होला जस्तो पनि मलाई लाग्छ। तर अब म फेरि अब कुनै पनि म बायस भएर गर्ने पनि होइन। सो शैतान की भूख बड़ी है, वो हर रूह को निकलना चाहता है। अब शैतानको भुक चाहिँ एकदम बढ अरे होइन। अनि उनले चाहिँ सबै चाहिँ अब आत्माहरू चाहिँ मिल्न चाहन्छ अरे। मतलब बन्टाइले अब सबैलाई विस गरेर राख्यो नि त। अनि त्यसपछि मतलब ठुल्ठुलो अब आर्टिस्टहरूलाई भयो सबैलाई डिस गरेर राख। अनि सो त्यही भएर चाहिँ भनेको होला। त्यो ईश्वरको हात हुन्छ माथिदेखि, त्यसलाई चाहिँ कसैले पनि रोक्न सक्दैन अरे भनेर अब यहाँ भनिरहेको छ होइन। सो अब त्यो चाहिँ हो पनि होला पनि, अब देखेको छैन। त्यही पनि पछि चाहिँ अब ठुलो बन्नु थियो अरे होइन, सपना अब ठुलै बन्नु थियो अरे। अब त्यही भनिरहेको छ होइन। यो चाहिँ अब इङ्ग्लिस गयो अरे। तर म चाहिँ इङ्ग्लिस चाहिँ गीत चाहिँ सुनेको छैन डिभाइनको होइन। अब कसैले हात हाल भने चाहिँ गुन्डा गरिदियो दादा यता त्यता, के अरे अब ग्याङ फाइट यस्तो त्यस्तो हुन्छ नि त। त्यस्तो नगर्ने चाहिँ कोर्ट जाने रहेछ न्याय ट्याक ट्याक है एकदम। मुंबई से मैं खोट डाला गया था, मैं कमेंट्स में किसी ने तो बॉट डाला, बगल में मैं मॉस डाला, हर शब्द में कॉस डाला, भाइयों मैं थॉट्स डाला, बना के से बॉस साला साइन भाइहरुमा चाहिँ थट्स अब चाहिँ अब विचारहरू चाहिँ उसले अब दिए अरे होइन। विचारहरू अब विचार धेरै अब विचारको आफ्नै इम्पोर्टेन्स हुन्छ। अब त्यस्तै होला, मोटिभेट गरे होला त्यो भन्नु। शादी चाहिँ अब बिहे चाहिँ अब गर्न सकिरहेको छैन अरे। अनि बिहे सब दिनसिल चाहिँ तिर्न मात्रै सकिरहेको अरे होइन। दिल चाहिँ जेसुकै आयो नि जसुकै आयो नि, दिल चाहिँ ट्याक्क तिर्न सक्ने, शादी चाहिँ बिहे चाहिँ गर्नु। नानी चाहिँ गयो भने होइन भनेको अब नानी भनेको हजुरआमापट्टि चाहिँ डिपेन्ड गएको छ अरे। अब त्यो अगाडि नै भनेको छ नि। अब त्यो एउटा गीतमा छ क्या, त्यो ज्ञान लिया नानी से खै के भन्ने छ नि। जसलाई हँसायो उसैले रुवायो अरे होइन। त्यो धेरै हुन्छ किताहरू चाहिँ अब एकदम डाइङ जस्तै अरे होइन। ऱ्यापमा चाहिँ साइन्स छ अरे, ऱ्यापै साइन्स अब हातमा चाहिँ रोली भनेको अब सायदै रोलेक्स होला। त्यो भयो भने चाहिँ अब त्यो चाहिँ मान्छेको उसको टाइम हुन्छ अरे। अनि एउटा घर चाहिँ मुम्बईमा छ अरे, अर्को एउटा दुबईमा छ अरे। भनेपछि दुई दुईवटा घर बिछाएको थियो त्यसको माथि लगभग होइन। यसमा अब अरू कुनै उयोहरू छैन। सो मेरो चाहिँ ओभरअल यसमा चाहिँ 10 आउट अफ 8 हो। त्यो दामी छ। अब मनपर्ने आर्टिस्ट भएर पनि हुनसक्छ, तर पनि डिभाइनमा केही छ क्या अब त्यस्तै, त्यो बुझ्नेले बुझ्छ। सो थ्याङ्क यू फर वाचिङ।